रुगा लागेर सिगान पुस्ता पुस्ता हैरान नहुन्जेलसम्म सुक्खा नाकको महत्त्व नबुझेको भने जस्तै हामी आफ्ना कति चिज अनि मान्छेहरूलाई नगुमाउँदासम्म उनीहरूको भ्यालु नै रियलाइज गर्दैनौँ है। हिजोसम्म एक कल गर्ने बित्तिकै चिया खाने ठाउँमा टुप्लुक्क आइपुग्ने साथी आज विदेशमा म्यासेज पनि हेर्न नभ्याउँदाखेरि पहिले सँगै हुँदाको टाइम कति धेरै प्रिसियस थियो भन्ने फिल हुन्छ। आफ्नो फेभरेट हेयर ब्यान्ड अथवा क्लिप देखिने ठाउँमा हुँदासम्म जतन गर्ने ध्यान हुँदैन अनि हराएपछि चाहिँ कटक्क मन दुख्छ। स्कुल पढ्दासम्म कहिले ठुलो भइएला अनि आफूलाई मन लागेको कुरा गर्न पाइएला जस्तो लाग्थ्यो। अब ठुलो भइसकेपछि फर्केर जान मिल्ने भए बरु त्यही टाइम नै ठिक थियो जस्तो लाग्छ। केही बन्छु भनेर छोडेर हिँडेको गाउँ आफू फर्किँदासम्म पनि उस्तै भएको देख्दा ती व्यस्ता निस्ता समयहरू एकतर्फी थिएनन् भन्ने थाहा हुन्छ। त्यसैले पछि पछुताउनु भन्दा आजै व्यक्त गरिहाल्नुहोस्, चाहे त्यो प्रेम होस् या कृतज्ञता। अनि साँच्ची तपाईँले हुन्जेल वास्ता नगरेको तर गुमाएपछि महत्त्व थाहा पाएको कुरा चाहिँ के थियो? कमेन्ट गर्नुहोला।